हेलो नमस्ते वेलकम ब्याक टु इम्प्याक्ट ग्रुप्स एकाडेमी। आज हामीले यो स्क्यान ड्रिलको एपिसोड 7 मा फ्री शटको ड्रिल सेगमेन्ट गर्दैछु। हामीले फ्री शट कसरी हान्ने भनेर हामीले देखाउन गइरहेको छु। आज हामीले यो फ्री शटको गरिराख्दा तपाईको फर्स्टमा यो लाइन याद गर्नु पर्यो। फ्री शटको लाइन यो क्रस गर्नुहुन्न र यो फ्री शट भनेको एकदम कन्सन्ट्रेट। फ्री शट पनि एकदम भाइटल हुन्छ गेममा तपाईको। यो हामीले गरिराख्दा तपाईको पहिला बल पोजिसन बडी स्ट्रेट टु बास्केट, तपाईको बडी थोरै नी बेन्ड सेम हामीले लास्ट एपिसोडमा भने जस्तो यो सुटिङ पोजिसनमा बसेर बडी बेन्ड गरेर थोरै यो लिफ्ट गरेर यो सुटिङ हामीले एकदम कन्सन्ट्रेट। अनि यो गरिराख्दा भनेको मेन रुटिन याद गर्न सक्नुपर्छ। जस्तै मैले 1 बाउन्स गर्यो, सुटिङ गर्यो, यो सेम हुनु पर्यो। अब मिस भयो भनेर फेरि यो डाइरेक्ट सुटिङ होइन, फेरि त्यही 1 बाउन्स थोरै नी बेन्ड र सेम यो राइट ह्यान्ड हल्का, अनि यो लास्टमा फलो थ्रुहरू याद गर्ने। यो जस्तै यो हाम्रो एथलिटहरूले गरेर देखाउँछ। जस्तै सकेसम्म नो जम्प, ल यो लाइन क्रस नगर्ने, फ्री शटमा यो लाइन क्रस नगर्ने। अनि यसमा एकदम कन्सन्ट्रेट र सुटिङ प्र्याक्टिस जस्तो पनि हो। यो फ्री शटको हो कन्सिस्टेन्सी हुनुपर्छ। यो जस्तै टर्न बाई टर्न तिमी रिबोन जाऊ, यसरी रोटेट। यो बल लिने पहिला आफ्नो बडी ब्यालेन्स लाइन हेर्ने, थोरै बेन्ट सुटिङ पोजिसनमा सेम हो, फलो थ्रु हो। यसरी हामीले प्र्याक्टिस गर्न सकिन्छ। त्यो अब जस्तै फेरि हान्ने, फेरि सुटिङ गर्ने, फेरि गर्ने विदाउट बाउन्स। जस्तै उसले विदाउट बाउन्स गर्छ हो, यो नगर्ने। हामीले एउटा रुटिन हुनुपर्छ। जस्तै उसले 1 बाउन्स गर्यो बिफोर सुटिङ, एभ्री टाइम एक्लै भए पनि गेममा भए पनि यो एकदम रुटिन 1 बाउन्स थोरै नी बेन्ड सुटिङ पोजिसनमा र फलो थ्रु सुटिङ पोजिसनको सेम। ल कमन हाम्रो फ्री शट भनेको एकदम इम्पोर्टेन्ट हुन्छ। कहिलेकाहीँ गेम डिसाइडेड शट्स हुनसक्छ कहिलेकाहीँ, त्यही भएर एकदम कन्सन्ट्रेट। किनभने यो विदाउट डिफेन्स बल र प्लेयर र बास्केट मात्र हुन्छ यसमा। फ्री शट भनेको त्यही हो तपाईँको। यो हामीले यसरी प्र्याक्टिस गर्न सकिन्छ। यो सुटिङ प्र्याक्टिस जस्तो पनि हो। यो कन्सन्ट्रेट भनौँ, हतार नगर्ने। हामीले बल पायो फ्री शटमा हामीले 5 सेकेन्डसम्म होल्ड गर्न पाउँछौँ। 5 सेकेन्डमा सुटिङ हो। जस्तै अब रेफ्रीले बल दियो मानौँ, यो मजाले एकछिन होल्ड, यो लाइन हेर्ने हो। हामी प्र्याक्टिस गरेर प्र्याक्टिसमा हतार छैन। हामीले यो लाइन हेर्ने, थोरै बेन्ड स्ट्रेट टु बास्केट हामी स्ट्रेट छ कि छैन हेर्ने हो। यता बसेर नहान्ने, हामी यो स्ट्रेट टु बास्केट बस्ने, लाइन क्रस नगर्ने, लाइनमा यो स्टेसनरी पोजिसनमा यो फुट मुभ नगर्ने, यो लोवर बडी थोरै बेन्ड र तलैबाट यो लोवर बडीबाटै यो पुस गर्ने हो। यो हामीले यो फलो थ्रु गर्न सक्नुपर्छ। जस्तै यो म फेरि अब देखाउँछु। यो 1 बाउन्स बेन्ड, यो यसरी फलो थ्रु गरेर हान्न सक्नुपर्छ। ल कमन, हतार छैन। हामी पहिला स्ट्रेट टु बास्केट छ कि छैन हेर्ने, लाइन क्रस छ कि छैन हेर्ने, देन सुटिङ। यो फ्री शट। अनि यो सकेसम्म हामीले कन्भर्ट गर्न सक्नुपर्छ फ्री शट। टु सर्ट्स हान्ने। ल कमन 2 सर्ट्स। रिबाउन्ड फेरि पहिला रेडी हुने, यो अझ अगाडिसम्म गयो हुन्छ, लाइन मात्र क्रस नगर्ने, थोरै अगाडि हो। ल बेन्ड हो, यसरी कमन। अब जस्तै उसले फर्स्ट सर्ट्स हान्दा 2 चोटि बाउन्स गर्यो र सेकेन्ड सर्ट्स हान्दा 1 बाउन्स गर्यो हो, यो नगर्ने। एकदम रुटिन, यो चाहिँ एकदम याद गर्नुपर्छ, एकदम कन्सन्ट्रेट हुनुपर्छ।
अब बास्केट भएन भनेर हतार नगर्ने हो इफ 2 बाउन्स छ भने 2 बाउन्स चाहिँ गर्ने हो 1 बाउन्स गर्ने भए 1 बाउन्स त्यो रुटिन आफैले बनाउन सक्नुपर्छ कहिले विदाउट बाउन्स बल पाउँछ हान्छ जहिले पनि त्यही कन्टिन्यू हो एकदम प्र्याक्टिस जति सक्छ प्र्याक्टिस गर्नु सक्नुपर्छ हामीले यो आज हामीले यो बेसिक फ्री शटको सेगमेन्टमा कसरी सुटिङ गर्ने त फ्री शट जस्तै यसमा लाइन क्रस नगर्ने अनि यो धेरै यसो प्रेसर्समा हामीले हान्न सक्नुपर्ने हुन्छ कन्सन्ट्रेट एकदम यसमा चाहिन्छ जस्तो अहिले पो हामीले प्र्याक्टिसमा कोही हुँदैन आफू मात्र खेलेर हुन्छ भोलि तपाईँको गेममा यो यति भाइटल हुन्छ कि जस्तै अब हामी लेभल पोइन्ट भइरहेको हुन्छ लास्ट सेकेन्ड्समा 1 फ्री शट पाउँछ त्यो प्रेसर सर्ट्स हामीले कसरी ह्यान्डल गर्ने त हो त्यसको लागि हामीले एकदम बडी कुल राखेर एकदम कन्सन्ट्रेट त्यसको लागि प्र्याक्टिसै हो कन्सिस्टेन्सी नै हो यसको लागि जति सक्छ हामीले प्र्याक्टिस गरेर यो फ्री शट राम्रो गर्न सकिन्छ त्यसको लागि हामीले प्र्याक्टिसै गर्नुपर्छ ओके यो भन्दै हाम्रो इम्प्याक्ट हुप्सको लाइक र सब्सक्राइब गरेर तपाईँहरूले केही फिडब्याक सबै दिन सक्नुहुन्छ नमस्ते